नमस्ते मेरो यो युट्युब च्यानलमा सबजनालाई स्वागत छ र आज चाहिँ म तपाईलाई यति राम्रो एउटा इलामको रमणीय स्थल पर्यटकीय जुन हैन आज न्यू इयरको दिन चाहिँ म देखाउन जाँदैछु है तपाईलाई एकदमै रमाइलो ठाउँ छ हेर्नुस् त कति नेपाल त्यतिकै तपाईको रमाइलो एउटा हरियाली वन नेपालको धन भन्ने जुन एउटा नारा थियो नि पहिला हैन हरियो वन नेपालको धन भन्ने त्यतिकै बनेको छ भन्ने के तपाई हामी नै एउटा इन्टरनलको पर्यटकीय को हिसाबले घुम्न जाँदाखेरि पनि ल हेर्नुस् त कति राम्रो ठाउँहरू छन् हैन यो ठाउँहरुमा तपाई हामी घुम्न गयौं भने एक छुट्टै आनन्द आउँछ के क्या दामी ठाउँ है चिया बगान तपाईको हैन त्यो भएर चाहिँ मलाई चाहिँ एकदम राम्रो लाग्छ यो ठाउँहरु र चाहिँ सम टाइम यसो जाने फुर्सद हुँदाखेरि मौका मिल्दाखेरि चाहिँ जाने गर्दछु र चाहिँ अति नै राम्रो लाग्छ तपाईहरुलाई कस्तो लाग्छ तपाईलाई पनि यो ठाउँ हेरेर राम्रो लाग्छ भने चाहिँ एकचोटि अवश्य इलाम भिजिट गर्नुलाई यति राम्रो ठाउँ छ मलाई चाहिँ एकदमै मन पर्यो ल हेर्नुस् त कति वातावरण यो माथिबाट हेर्दाखेरि तल हेर्नुस् त चारैतिर तपाईको चिया बगानै बगान यस्तो ठाउँमा गएर चाहिँ कहिलेकाहीँ तपाईहरुले आफ्नो यसो माइन्ड मोड फ्रेस गर्नको लागि जानुभयो भने चाहिँ एकदमै राम्रो हुन्छ म चाहिँ इन्जोय गर्दैछु गाइस हैन अगाडि आइराखेको छुइनँ कुनै दिन अगाडि नै फ्रन्टमा आएर देखाउँदा तर मलाई चाहिँ अति मन पर्यो यो ठाउँ र तपाईहरुलाई पनि आउनु होला यो ठाउँ घुम्नु होला भन्न चाहिँ विशेष अनुरोध गर्न चाहन्छु यति राम्रो ठाउँ छ होइन नेपालभित्रै र चाहिँ हामी ठुलो पैसा तिरेर किन धेरै पैसा तिरेर चाहिँ हामी बाहिर घुम्न जान्छौँ होइन यस्तो नेपालकै इन्टरनल पर्यटकीय क्षेत्रहरूमा गइयो भने त नेपालमा हामीले पनि टिवा पुग्छ नि त अर्थतन्त्रमा होइन पर्यटकीय सेक्टरमा यहाँनिर नजिकै भएको होटलहरू हेर्नुहोस् तपाईँ हामी घुम्न गयो भने त्यहाँ बसियो त्यहाँको एउटा अर्थतन्त्र पनि माथि उठिन्छ त्यही भएर पनि सम्पूर्णलाई म के भन्न चाहन्छु भने हामी बाहिर नजाउँ सकभर नेपालकै इन्टरनल होइन राम्रो राम्रो ठाउँहरूलाई सेलेक्ट गरेर चाहिँ त्यो ठाउँमा घुम्न जाने एउटा पारिवारिक वातावरण बनाएर जाने कोसिस गरौँ र चाहिँ जस्तै ओकेजनहरूमा अब न्यू इयरमा हेर्नुहोस् यति भिडभाड तपाईँहरूले देखिहाल्नुभएको छ मैले प्रत्यक्ष तपाईँलाई देखाएको छु कति भिडभाड रहेछ होइन र चाहिँ हाम्रो ईश्वरी एउटा ओकेजन बनाएर घुम्दाखेरि चाहिँ ओकेजनहरूमा घुम्दाखेरि ल हेर्नुहोस् त कति आनन्द आउँछ त पर्यटकीय होइन क्षेत्रमा चाहिँ हामी जानुपर्छ र चाहिँ त्यहाँको मौलिकता भाषा संस्कृतिहरूलाई पनि जोगाएर राख्नु भएको छ होइन एकदम राम्रो लाग्छ खुसी लाग्छ यहाँबाट यो डाँडाबाट हेर्नुहोस् त तपाईँले कति सुन्दर देखिन्छ है सबैतिर चारैतिर र चाहिँ अवश्य समय मिलाएर एकचोटि चाहिँ आउनलाई घुम्नलाई म भन्न चाहन्छु र चाहिँ मलाई चाहिँ व्यक्तिगत तवरले चाहिँ अति रमाइलो लाग्यो यो हस् त गाइज म चाहिँ यति भन्दै आजको ब्लगबाट चाहिँ बिदा माग्न चाहन्छु र चाहिँ फेरि अर्को नयाँ ब्लग नयाँ ठाउँ नयाँ जोस नयाँ जागरको साथ तपाईँहरूसँग म उपस्थिति हुने जानकारी गराउँदै आजको ब्लगबाट चाहिँ म बिदा हुन चाहन्छु हस् त नमस्ते बाई